राष्ट्रजीहरू सबैजना हामीले सुन्यौँ यी कुरा र अब भोलि कति पो रहेछ भन्ने कुरा चाहिँ सोच्नु पाइँदैन है मनमा। किनकि यति बजेट छ, यो बजेटले चाहिँ के गर्ने भन्ने कुरा हामी अब यो फेरि यो पछाडि यो हाम्रो समापन कार्यक्रम आज सकिन्छ। केही भरे भोलि पर्सि कुनै दिन हामी फेरि छास हाम्रो मिटिङ बसेर अनि हामीले के गर्ने भन्ने विषयमा चाहिँ जानुपर्छ। के सामान जोड्ने या के गरिन्छ त्यो विषयमा जानुपर्छ। र अर्को नयाँ नौलो कुरा चाहिँ के भइरहेछ भने हामीलाई उसले भन्थ्यो अरे बाहुन पढाउनु त सजिलै हुँदो के अरे सजिलो हुँदो रहेछ, सिधा पुर्याउनु सरको भन्थ्यो अरे। त्यस्तै हामीले सकि नसकी जानी नजानी देउसी खेल्दै केही हाम्रो सरसामानहरू जुटाएको छौँ। हामीले चाहिँ हाम्रो किचन सामग्रीहरू जुटाएको छौँ। अब यो वर्ष पनि हामीले आज मौसमको कारण हामीले तुरुन्त चाहेको हुँदाखेरि यो टनेल पनि किन्न सफल भएको छौँ। यो हामीले चाहिने नै कुरा हो। यसमा तपाईँले सबैको नजर जाओस्, यो टनेल चाहिँ हाम्रो संस्थाको हो। हेर्नु होला, यो 4000 परेको छ, बिल सहित ल्याउनु भएको छ उहाँहरूले। र अब यहाँ के भएको छ भने हाम्रो संस्थाभित्रको सदस्य श्री प्रेम कुमार राईज्यूले चाहिँ अब यदि म थोरै धेर त छैन, थोरै भए पनि अलिकति जग्गा यहाँ खाली म गर्छु, त्यहाँ हाम्रो सबै क्लबका साथीहरूसँग सरसल्लाह मिल्यो भने केही टिम लिएर जस्ता पाता लिएर यसो बाह्र बेला गरेर माथिबाट छाना लगाएर हाम्रो चाहिँ भुइँ ढलाइ गरेर हाम्रो सामान चाहिँ त्यहाँ राखौँ कि भन्ने सल्लाह मलाई दिनुभएको छ। त्यसमा चाहिँ मैले छास्सै यो कुरा फ्यालेको मात्रै, किनभने हाम्रो सबै सदस्यज्यूहरूले यो कुरा सुनिराख्नु होला। पर्सिका दिन मिटिङमा यसको पारित हुनुपर्छ। चाहे बनाउने या नबनाउने भए यो पैसाले के खरिद गरिन्छ, हामीले सामान थप्नै पर्छ होइन। सामानको कमी पनि छ, हामीसँग कमी छ, हामीले चाहिएको छ। तर मैले अघि नै भने बाहुन पढाउनु र रोटी खानु त मिठो सिधो पुऱ्याउनु जाँदैन, कुटेर पठाउँछ अरे क्या। त्यस्तै हामीले अलिकति सामान के छ भने हाम्रो कुर्सी तल हाम्रो अब धनीराज हाम्रो बाबुकोमा हुनुहुन्छ राख्थ्यौँ पहिला र बाँकी सामान मसँग धेरै जसो सामान मेरोमा छ। अब फेरि बाँकी केही हद सामान यहाँ हेमकुमार राई हाम्रो समितिकोमा राखेका छौँ। र फेरि अलिकति केही हाम्रो कोषाध्यक्ष मन्जु राईकै घरमा पनि राखेका छौँ। अनि हामीले यो सामान कसैलाई दिँदाखेरि के भयो भने हामी घरै पछि डुल्नुपर्ने भयो। अनि अर्को कुरा, घरै पछि डुलेर त दिउँला बिल काटेर दिन्छौँ, तर बुझाउने बेला चाहिँ लिएको हुन्छ हामी घरमा लग्दैनौँ, अनि एक ठाउँ थुपारिदिन्छ। अनि एक ठाउँ थुपारिदिएपछि हामीले त्यो लगेर ठाउँमा राख्नुपर्छ। अनि त्यसो भएको कारणले गर्दाखेरि हामीले एक ठाउँ राख्नु पाए हुन्थ्यो भन्ने नै हो। अब त्योभन्दा अगाडि धेरै सपनाहरू त मैले पनि बुनेँ, धेरै सपनाहरू त मैले पनि देखेँ र तपाईँहरूमाझ मैले पस्काएँ पनि। र अब हाम्रै आँखाको नजर अगाडि हाम्रो अलिकति केही भूभाग जग्गा त छ, तर अब हामी त्यो नेपालको कानुनभन्दा माथि रहेनछौँ। अब त्यहाँ हामीले केही संरचना बनायौँ भने चाहिँ आँखा दुखिहाल्छ, अब हामीलाई कारबाही लागिहाल्छ। अब त्यसलाई मैले हाम्रो वार्ड अध्यक्ष ज्यूलाई पनि यो कुरा मैले धेरै पटक पस्काएँ। उहाँले के भन्नुभयो भनेदेखि रामकुमार दाई त्यो जग्गालाई संरक्षण गर्नु होला। त्यो जग्गा म लगायत पालिकाको मेयर उपमेयर सहित लागेर चाहिँ नि नगरपालिकाको नाममा त्यो जग्गा ल्याइसकेपछि त्यो जग्गा हाम्रो वार्डलाई के बनाउनु पर्छ त्यो बनाउन सकिन्छ। अहिले नै चाहिँ त्यो जग्गामा केही संरचना बनाउनु भनेको चाहिँ बनाउनु म अनुमति दिएँ भने तपाईँहरू बनाउनुहुन्छ, तपाईँहरूलाई पक्रिसकेपछि कसले आदेश दिएर बनाइस् भन्दाखेरि हाम्रो अध्यक्षले भनेपछि म पनि मोडिनुपर्छ भनेर भन्नुभयो। त्यो कुरा साँच्चै सही पनि होला होइन जस्तो लाग्यो मलाई। त्यही भएर अगाडिको भूभागलाई चाहिँ हामीले अहिले हाम्रो कब्जामा ल्याउन सकेका छैनौँ।
र पनि हाम्रो संरक्षण छँदैछ। हामीले पिङ थापेका छौँ, पिङ खेलेका छौँ, त्यहाँ चाहिँ खाली चौर राखेका छौँ होइन। र अब हामीले पटक पटक टोलाको मिटिङ पनि हामीले त्यहाँ गऱ्यौँ, हामीले त्यो कुरा राख्यौँ होइन। तर अहिले चाहिँ अब हामी लगायत मेरो टिम चाहिँ अब हामी यो टोलाको के अरे वडा नम्बर 5 टोला नम्बर 8 को कार्य समितिबाट यहाँको टोलबिया संस्थाबाट चाहिँ हाम्रो सम्पूर्ण सदस्यहरू हामी विघटन भयौँ। नयाँ नवयुक्त पुनर्गठन भएका समितिहरूले चाहिँ अब कहाँ यो कुराहरू छिराउनु भएको छ, के गर्नुभएको छ त्यो चाहिँ मलाई जानकारी छैन। तपाईँहरूलाई जानकारी छ भने त्यो म जान्दिनँ होइन। त्यसो भएको कारणले गर्दाखेरि यो कुरालाई चाहिँ हामी भरे 1-2 दिनभित्रैमा हामी मिटिङ बसेर सबै सदस्यज्यूहरूले यो कुरालाई टुङ्गो लगाउनुपर्छ भन्दै म अब यो 2 शब्द यहीँ टुङ्गाउन जान्छु। र अब सबैभन्दा पहिला हाम्रो भाइ बहिनीहरू अब हामीलाई भोक पनि त लाग्यो, तिर्खा पनि लाग्यो। अब अरू त ठुलो कुरा छैन, हामीले जे जस्तो भए पनि म के भन्छ भनेदेखि मिठो भए चाहिँ के भन्छ नि खानु अरे, नमिठो भए पनि शर्माले पनि खानु अरे, मिठो भए लोभाले खानु अरे होइन। नमिठो भए पनि शर्माले भए पनि खानुपर्छ। चियापान कार्यक्रम बनाएको छौँ, त्यो चियापान कार्यक्रम हामी खाउँ। अनि खाइसकेपछि चाहिँ नाच्नुपर्छ है। 85 साललाई बिदा गर्नु चाहिँ सबैजना खुट्टा भाँचियोस्। हुन्छ, हस् त, धन्यवाद। धेरै कुरा छ क्या।